हिब्रूको पुस्तकमा हामी हेर्छौँ भने त्यहाँ विश्वासीहरू चाहिँ त्यो थाहा भइसकेर पनि त्यसै कुरामा अल्झिरहेको थियो कि प्राथमिकता कुरामा मात्र। क्रिस्चियन त भयो तर परिपक्वता आएको थिएन। अनि हामी हिब्रू 6 अध्यायमा हेर्छौँ भने त्यो कुरा हामी पाउँछौँ कि त्यहाँनिर होइन। म तपाईँहरूलाई पढेर सुनाउँछु, म धेरै समय लिँदिनँ किनभने हामी सबैको काम छ, सबैको आफ्नो आफ्नो अहिले फेरि अरूमा पनि जोइन हुनुपर्ने होला, कतिजनाको के गर्नुपर्ने होला, हामी यहाँ सबैको आफ्नो आफ्नो छ। त्यसकारण म यो परिपक्वता भन्ने विषयमा चाहिँ म अलिकति यहाँनिर म एउटा वचन खण्ड पढ्छु है। हिब्रू 6 अध्यायको 1मा यसरी लेखिएको छ, तपाईँले टिप्न सक्नुहुन्छ या तपाईँहरूले हेर्न सक्नुहुन्छ मोबाइलमै, र म पढिदिनेछु यहाँनिर। यसकारण ख्रिस्ट सम्बन्धी प्राथमिक सिद्धान्तलाई छोडेर हैन, यसकारण ख्रिस्ट सम्बन्धी प्राथमिक सिद्धान्तलाई छोडेर हामी परिपक्वतातर्फ बढौँ। त्यो बेलामा पनि त्यो बेलाको विश्वासीहरूमा पनि यो भइरहेको थियो कि हैन, परिपक्वतातर्फ बढौँ, मृत्युतिर लैजाने कर्महरूबाट पश्चाताप। त्यो एउटा कर्म हामीले जस्तो पनि गर्ने पश्चाताप हैन। अनि त्यसपछि र परमेश्वरमाथिको विश्वासका कुराको जब फेरि नबसालौँ यी कुराहरू, जुन कुरा चाहिँ के भनेको छ, परिपक्वतातर्फबाट मृत्युतिर लैजाने कर्मबाट पश्चाताप र परमेश्वरमाथिको विश्वासको कुराको जग फेरि नबसालौँ। कति बसाल्ने यो कुरा? हाम्रो त बसिसकेको छ, यो त हामीलाई थाहा भइसक्यो, ख्रिस्टमा जीवन छ। त्यही कुरामै अल्झेर बस्नु भनेको होइन। यहाँ हामी कुन कुरामा अझ लम्किनुपर्छ, किनभने हामी चाहिँ अब परिपक्वतातिर लाग्नु पर्यो, व्यवहारिक कुरातिर नै लाग्नु पर्यो। मण्डलीमा के भइरहेको छ, कुन आवश्यकता छ। जब त्यो हामी चाहिँ खालि के भन्छ पश्चाताप मात्रै, परमेश्वरले क्षमा दिनु भइसक्यो हामीलाई, तर पनि पश्चातापै गरे त्यो एउटा बच्चाको जस्तो। अलिकति माथि हेर्ने हो भने त त्यहाँनिर 5:13मा हेर्ने हो भने त्यहाँ यस्तो लेखिएको छ कि दुध मात्र खाएर बाँच्ने मानिस चाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन भन्छ 5:13मा होइन। धार्मिकताको कुराहरूमा निपुण हुँदैन। यहाँनिर परिपक्वता भन्ने विषयमा चाहिँ यहाँनिर के भन्यो भन्दाखेरि पश्चातापै गरिराख्नु, अनि त्यसपछि विश्वासको कुराहरू मात्रै गरिराख्ने, त्यो मात्रै होइन के प्रिय। हामीले समाजमा गर्ने कुरा के हो? अघि नै मैले जोनसीको कुरा गरेँ, उहाँले गर्नुभएको कर्तव्य के हो होइन। अनि हामीले चर्चको लागि के गरिरहेका छौँ? परिपक्वता भनेको चर्च भत्किरहेको छ, बिग्रिरहेको छ, या त्यहाँको व्यवहार बिग्रेको छ, या त्यहाँको भवन बिग्रेको छ, बनाउनु पर्ने छ भने हामीले त्यसमा गर्न सक्ने हाम्रो परिपक्वता के छ त? हामीले कसरी गर्ने? त्यो कुरा चाहिँ यहाँनिर स्पष्टसँग भन्दछ कि अब त्यो कुराहरूको चाहिँ जब फेरि नबसालौँ। अनि यहाँ विभिन्न बप्तिस्मा सम्बन्धी शिक्षा, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त के अरे दण्ड जस्ता कुराहरूको जग फेरि नबसालौँ। यदि परमेश्वरको अनुमति भयो भने हामी यसै गर्नेछौँ। परमेश्वरको अनुमति फेरि पनि छ भने चाहिँ गर्छौँ, तर होइन भने चाहिँ हामी त्यो कुरा त हाम्रो भइसक्यो, पश्चाताप पनि भइसक्यो, हामीले होइन त्यहाँनिर हात राख्ने कुराहरू पनि हामीले गर्छौँ। त्यसमा मात्रै अल्झिराख्ने होइन है। तिमीहरू चाहिँ अब हरेक कुरामा, सामाजिक क्षेत्रमा होस्, राष्ट्रिय कुरामा होस् होइन, हरेक कुरामा चाहिँ अघि लम्कनुपर्छ भन्ने कुरा चाहिँ यहाँनिर हिब्रूको पुस्तकमा अति राम्रोसँग यहाँ हामी यो स्क्रिप्चरबाट हामी हेर्न सक्छौँ। अर्को कुरा चाहिँ हामीले गीत गाउँछौँ एउटा, साथी दिन धेरै ढलिसक्यो, पश्चातापको समय बितिसक्यो होइन, सुसमाचार सुनाउन जाने हो कि क्रुसलाई नै अगाडि बस्ने हो भनेर हामी त्यो गीत गाउँछ नि होइन। साथी हो, दिन धेरै ढलिसक्यो होइन, पश्चातापको बेला पनि बितिसक्यो भनिरहेछ त्यो गीतले कि सुसमाचार सुनाउने हो कि अरूलाई ठुल्ठुलो काम अब लम्किने हो कि क्रुसलाई नै हे प्रभु भन्दै बस्ने हो त। अब यस्तो मजाले त्यो गीतकारले पनि त्यो भनेको छ कि
यी कुराहरूलाई हामीले चाहिँ मनन गर्नुपर्छ फेरि। अनि यहाँनिर खदिलो भोजन त परिपक्व मानिसहरूको निम्ति हो। यो चाहिँ मेरो विचारमा लाग्छ हाम्रो निम्ति खदिलो भोजन हो होइन, खदिलो भोजन हो। यी कुराहरू चाहिँ हामीले हरेक क्षेत्रमा हात लगाउनुपर्छ। हामी कतिचोटि हामी भन्छौँ कि धनी हुनु चाहिँ राम्रो होइन। परमेश्वरले हामीलाई धनी हुनको निम्ति नै बोलाउनु भयो, समृद्धि हुनकै निम्ति बनाउनु भयो, हुनलाई बोलाउनु भयो। अनि हामी चाहिँ हुनु हुँदैन भनेर हात खन्याउँछौँ। अनि हामी कसको उदाहरण दिन्छौँ भन्दाखेरि त्यो धनी मानिस र लाजरसको विषय होइन, लुकाको पुस्तकमा छ नि। लाजरस गरिब थियो, ऊ चाहिँ नरक गयो। हाम्रो के अरे अस्ति पनि हाम्रो तिलक दाजुले छुनु भएको थियो कुरा होइन। गरिब थियो ऊ नर्क गयो, के अरे गरिब थियो ऊ स्वर्ग गयो, माफ गर्नुलाई, र धनी थियो ऊ नर्क गयो। यहाँनिर हामीले कुरा बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि धनी भएर स्वर्ग के अरे नर्क गएको होइन फेरि, ऊ धनी भएर नर्क गएको। उसले धनी भएर पनि लाजरसलाई व्यवहार गर्न नजानेर ऊ नर्क गएको। गरिबहरूसँगको चाहिँ एउटा त्यो व्यवहार गर्न नजानेर उसले चाहिँ त्यो दया देखाउन नसकेर ऊ नर्क गएको। धनी पनि मर्यो, माटामै गयो होइन, धनी पनि मर्यो, माटामै गयो, गरिब मर्यो, त्यो लाजरस मर्यो, ऊ पनि माटामै गयो। यो कहानी पढेर राख्न हामीलाई जरुरत छैन, किनभने हामी परिपक्व भइसकेका छौँ, यो कुराहरू हामीलाई थाहा छ। अनि ऊ नरकबाट भन्छ अब्राहम कहाँ त्यो के अरे लाजरसलाई पठाइदिनु न, यो त्यसले एक थोपा पानी मेरो मुखमा चुहाइदियोस् भनेपछि नरक र त्यो कतिको दूरी रहेछ हौ। कस्तो आँखा होला त्यो देख्ने कि होइन, कस्तो आँखा होला त्यो धनी मान्छेको, त्यति माथि त्यति टाढोसम्म देखिरहेको छ। एउटा कुरा हामी यसो बुझ्ने हो भने त्यहाँ छ नि त होइन, ऊ चाहिँ स्वर्गमा छ भने चाहिँ ऊ नर्कमा छ भने फेरि उसले अब्राहमको काखमा देखिरहेछ। कसरी देख्न सक्यो त्यो त्यति टाढो? तर त्यो चाहिँ स्वर्ग होइन, प्याराडाइस भनेर चाहिँ बाइबलले त्यो भन्दछ। त्यस कारणले गर्दा हाम्रो चाहिँ शरीर चाहिँ हामी जब बित्छौँ, बितिसकेपछि हाम्रो शरीर चाहिँ प्रभुले अलिकति यता पनि छोइदिउँ थोरै। जब हामी प्रभुको दोस्रो आगमनमा चाहिँ हामी एकदम महिमित शरीरमा परिणत हुन्छ भनेको छ। महिमित शरीर भनेकै त्यही हो कि उनीहरूको महिमित शरीर चाहिँ भयो, तर महिमित शरीरमा चाहिँ दूरीको काउन्टिङ हुँदैन कि हामीले जहाँ पनि देख्न सक्छौँ, जति टाढो भयो भने हामी देख्न सक्छौँ, किनभने हामी महिमित शरीरमा भइसकेका छौँ। हाम्रो रगत मासु भए पनि तर हामी महिमित शरीरमा, जस्तो प्रभु येशू ख्रीष्ट लास त थिएन, खाल्डो पनि छ हातमा, तर उहाँ परमेश्वर भइसक्नु भएको थियो, उहाँ उड्नु सक्नुहुन्थ्यो, माथि स्वर्ग जान सक्नुहुन्थ्यो, त्यो नै महिमित शरीरमा उठ्नुभयो उहाँ। यो अलिकति छोइदियो त्यहाँनिर। त्यस कारणले परिपक्वता भनेको चाहिँ हामीले अब त्यो चर्चको मतलब त्यो भनौँ हामीले गर्ने आराधनाको कुरा मात्रै चर्चको होइन, हामीले त्यहाँनिर गएर प्रार्थना गर्ने मात्रै त्यो चर्च होइन, हामीले त्यहाँनिर गरिरहने त्यो जति पनि क्रियाकलाप छ त्यो मात्रै होइन। हामीले चाहिँ अब त्यहाँबाट के अरे भनौँ परमेश्वरलाई कसरी परिपक्वतामा हामीले अगाडि के अरे मतलब हामी सेवाकाईलाई अगाडि बढाउन सक्छौँ भन्ने कुरा चाहिँ हाम्रो जिम्मेवारी हो कि हामी परिपक्व हुन आवश्यक छ। हामीले दिने कुराहरूमा, समय दिने कुराहरूमा, हामीले दिने हाम्रो रकमको कुराहरूमा, भेटीको कुराहरूमा, सबै कुरामा चाहिँ हामी परिपक्वता हुन आवश्यक छ। र ढलेको अनि मन्दिरहरू चाहिँ अनि चर्चहरू चाहिँ त्यो हामीले निर्माण गर्नुपर्ने छ। हामी त्यसै कारणले चाहिँ मलाई लाग्छ परमेश्वरले हामीलाई कमाउने ठाउँमा लानु भएको छ, ल्याउनु भएको छ होइन, त्यसैको लागि सबैको लागि त्यो भन्दिनँ, जसले विश्वास गरेको छ उहाँलाई, उहाँहरूको लागि चाहिँ त्यो ठाउँमा हामीलाई चाहिँ परमेश्वरले राख्नुभयो। अनि हामी कति कुराहरूमा चाहिँ हामी सानो कुरा बनाउनु हुँदैन। हुनसक्छ पास्टरको पनि गल्ती हुन्छ होइन, कहिलेकाहीँ पास्टरसँग चित्त नबुझ्ला, हुनसक्छ हाम्रो आफ्नो दाजुभाइ त्यहाँ त्यो भित्रको हाम्रो जवानहरूसँग, हाम्रो आफन्तहरूसँग केही कुराहरूमा भिजन कर्तव्य चाहिँ हामीले निपुण हुनको निम्ति चाहिँ हामी वयस्क भइसकेका छौँ
हामी चाहिँ परिपक्वतातर्फ हामी लम्किसकेका छौँ। त्यस कारणले गर्दा अझ यो वचनले हामीलाई के दिन्छ भन्दाखेरि चाहिँ अब प्राथमिक तहको कुरालाई होइन, अब एडभान्स कुराहरूलाई चाहिँ हामीले त्यो कुराहरूलाई चाहिँ पक्रिनु पर्दछ। परमेश्वरमा जुन कुराको लागि ल्याउनु भएको हो त्यो कुरा एडभान्स कुराहरू होइन, त्यो कुराहरूमा चाहिँ हामी अझ अघि बढ्नुपर्ने हो। एडभान्स कुरा भनेको चाहिँ जस्तै हामी एकअर्कामा भेला हुने कुराहरू हो। प्राथमिक कुरा यो प्राथमिक कुरा होइन, यो एडभान्स कुरा हो। यो एकदम के भन्छ अलिक उच्च स्तरको कुरा हो। अनि जब माथि भइसकेपछि हामीले गर्ने सरसल्लाह, हामी यहाँबाट के निकाल्न सक्छौँ, कसलाई सहयोग गर्न सक्छौँ, के कुराहरूमा हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरा चाहिँ हामीले यो कुराहरू चाहिँ बुझ्न एकदम आवश्यक छ। मैले कति समय लिएँ मलाई थाहा भएन, तर पनि हामीले यो कुरा सुन्यो कि आज म धेरै लामो बोल्दिनँ भन्नुको कारण यही हो कि हामी विदेशमा छौँ, अर्काको भूमिमा छौँ, के गर्नु पर्ला कसो गर्नु पर्ला कहिलेकाहीँ टाइम नमिल्ला होइन। त्यस कारणले गर्दा हाम्रो सङ्गति पनि धेरै लामो नगरौँ, ठिक्क सही तरिकाले गरौँ तर नियमित तरिकाले गरौँ। सधैँ हामी सबै भेला हौँ र सही तरिकाले कुरा राखौँ र धेरै कुरा भन्दा पनि सही कुरा राखेर हामी अगाडि बढौँ र सबैलाई सजिलो पनि हुन्छ अनि आउन पनि मान्छे सकिन्छ, किन जोडिन सकिन्छ, किनभने धेरै समय त हुँदैन, 1 घन्टा पनि लाग्दैन सिद्धिन्छ भन्ने खालको कुरा भएपछि त मान्छे जोडिन सक्छ। त्यस कारणले गर्दा हाम्रो यो कुराहरूमा पनि परिपक्वता भयो भने अझ राम्रो हुन्छ। प्रभुलाई धन्यवाद होस्। आजको वचन म यहीँ राख्छु। आजको शीर्षक चाहिँ प्रभुमा परिपक्व हुन आवश्यक छ भन्ने कुरा चाहिँ मैले प्राथमिकताको सिद्धान्तलाई होइन, तर अब चाहिँ हामी परिपक्वको कुराहरूलाई जुन चाहिँ हाम्रो आवश्यक छ त्यो परिपूर्ति गर्ने कुराहरू चाहिँ हामी अगाडि जोड दिउँ भन्ने कुरा चाहिँ मैले राखेँ। प्रभुलाई धन्यवाद र यो समय म यहीँ राख्छु। हुन्छ, सबैजनालाई जय मसीह।